एभ्रिवान आज म फेरि यो कन्स्ट्रक्सन म्यानेजमेन्टको भ्यालुएसनको न्युमेरिकल गर्न जाँदैछु। यो न्युमेरिकल नम्बर 2 हो भ्यालुएसन च्याप्टरको। योभन्दा पहिला हामी अर्को न्युमेरिकलको भिडियो बनाएको थियौँ, त्यो भ्यालुएसनकै। हेर्नु भएको छैन भने प्लेलिस्टमा गएर हेर्न सक्नुहुन्छ, कन्स्ट्रक्सन म्यानेजमेन्टको प्लेलिस्टमा गएर। अब हाम्रो क्वेसन यसको यो प्रकार रहेछ। यो क्वेसन र त्योभन्दा अघिल्लो क्वेसनको फरक के छ भन्दा त्यो क्वेसन प्लटिङ टाइपको थियो। यो भनेको बिल्डिङको भ्यालुएसन। अब लोन प्रपोज गर्छौँ नि, लोन लिने काम गर्ने गर्छ धेरैले। त्यो लोन जमिन राखेर बिल्डिङ राखेर सबैको भ्यालुएसन कसरी गर्छ त्यो कुरा सिक्नेछौँ कि आज। प्र्याक्टिकली पनि इम्पोर्टेन्ट हो र इक्जामको पोइन्ट अफ भ्यू त लास्ट इम्पोर्टेन्ट क्वेसन हो यो। अब यहाँ क्वेसन के छ तपाईँको, यहाँ क्वेसन आरसिसी फ्रेम स्ट्रक्चर फोर स्टोरेज बिल्डिङ ह्याभिङ अ क्युबिक कन्टेन्ट अफ 150 स्क्वायर मिटर वाज कन्स्ट्रक्टेड 15 year एगो अन अ फ्री होल्ड ल्यान्ड मेजरिङ 1000 स्क्वायर मिटर। यो भनेको एउटा आरसिसी फ्रेम स्ट्रक्चर एउटा बिल्डिङ बनाएको छ क्या, 4 तल्ले बिल्डिङ। त्यसको कति एरियामा छ त्यो बिल्डिङ भन्नाले प्लिन्थ एरिया हो कि 1500 स्क्वायर मिटर भन्नाले क्युबिकमा जाउँ न, 1500 क्युबिक मिटर भनौँ यसलाई। ह्याभिङ क्युबिक छ नि, यो 1500 क्युबिक मिटरमा छ एउटा बिल्डिङ बनेको, 4 तल्ले बिल्डिङ। यो कतिको ल्यान्डमा बनेको छ, 15 साल पहिला बनाएको थियो यो बिल्डिङ। त्यसको कति यो कति ल्यान्ड कभर, यो बिल्डिङ त एउटा ल्यान्ड सबै ल्यान्ड त कभर गर्दैन बिल्डिङले, केही स्पेसहरू हुन्छ भन्नाले यो बिल्डिङको ल्यान्ड कति छ, 1000 स्क्वायर मिटरमा 1500 क्युबिक मिटर बनाएको छ कि बिल्डिङ भन्नाले अझै स्पेस खाली होला, गार्डन सार्डन पार्किङ सार्किङ यता। प्लिन्थ एरिया 1000 स्क्वायर मिटरमा 1500 क्युबिक मिटर छ है, ध्यान दिनु, क्युबिक मिटर छ यहाँ, स्क्वायर मिटर छ भन्नाले क्युबिक मिटर कम हुन्छ कि यो 1000भन्दा। सो अब यो भनेको बिल्डिङ छ 15 साल पहिला बनाएको बिल्डिङ। यहाँ हाम्रो खासमा यो क्युबिक मिटरको काम लाग्दैन, यो फोरेस्टहरू योहरू काम लाग्दैन कि खासमा, यो जस्ट एउटा भिजुअलाइजेसनको लागि दिएछ। हाम्रो न्युमेरिकलमा काम लाग्ने भनेको यो काम लाग्नु मेन 1000 स्क्वायर मिटरको ल्यान्ड छ नि, ल्यान्डमा मेन चाहिन्छ कि भ्यालुएसनमा। द बिल्डिङ फिचेस अ रेन्ट अफ आरएस 12,000 पर मन्थ भन्नाले बिल्डिङले रेन्ट कमाइरहेछ है। त्यो 4 तल्ले बिल्डिङ बनाएको छ नि, त्यसले रेन्ट दिइरहेछ कतिको, 12,000 पर मन्थको दरले। वाट एमाउन्ट विल यु रेकमेन्ड्स फर एडभान्सिङ अ लोन टु द अनर एगेन्स्ट द मर्टेज भन्नाले तपाईँले यदि एज इन्जिनियर तपाईँले कसैले सजेसन दिन्छ कि म अहिले लोन लिन चाहिरहेको छु बिल्डिङमा, मेरो बिल्डिङको इन्कम यति छ, यति यति जग्गा छ एरिया, यहाँ कति लोन लिँदा कति प्रपोज गर्दा ठिक हुन्छ कि ब्याङ्कलाई कति भन्दा त्यो ब्याङ्कले दिइहाल्छ। अब तपाईँले कसरी गर्न सक्नुहुन्छ, कति भन्नुहुन्छ भन्दा आज यही भिडियो हामी यो सिक्नेछौँ। अब यहाँ के छ, इफ द रेट अफ ल्यान्ड इज डेट एरिया इज 700 पर स्क्वायर मिटर भन्नाले अहिलेको जुन रेट छ नि ल्यान्डको, त्यो ल्यान्डको पर स्क्वायर मिटरको 700को दरले बिकाइरहेछ कि सेल भइरहेछ। इन्सुरेन्स प्रिमियम आरएस यो रेट प्रायः तपाईँको सरकारी रेट हुन्छ कि लोनको लागि काम युज हुन्छ नि, त्यो सबै सरकारी रेट युज हुन्छ किनभने टेक्स कम लाग्नलाई, अरू केही होइन। इन्सुरेन्स प्रिमियम आरएस 6000 पर एन्युम्स। अब यो कुरा इन्सुरेन्स प्रिमियम भनेको खर्चको कुरा आएको है। अब इन्कम त्यति 12,000 पर मन्थ भइरहेछ, अब खर्चहरूको कुरा आइरहेछ, खर्च कति भइरहेछ त्यो जमिनले गर्दा, त्यो मान्छेको हुन्छ नि एउटा प्रोपर्टिजले गर्दा, त्यो प्रोपर्टीले कति खर्च उठाइरहेछ, खर्च गरिरहेछ भनेर इन्कम एउटा इन्सुरेन्स तिरिरहेछ 6,000को सलिना अनि पर एन्युम। रिपेयर एन्ड मेन्टेनेन्सको 8% अफ ग्रस रेन्ट, जति रेन्ट आइरहेछ नि 12,000 पर मन्थ, एक सालमा 12,000 इन्टु 12 गरेर एक सालको पैसा आउँछ, त्यो पैसा 8%को दरले तिरिरहेछ यसले। त्यस्तै कलेक्सन चार्जेस, अब कलेक्सन चार्जहरू उठाउँछ नि त्यसको 5% ग्रस रेन्ट तिर्नु परिरहेछ। त्यस्तै ट्याक्स भन्नेलाई गभर्मेन्टलाई तिर्नु पऱ्यो, त्यो 25% अफ ग्रस रेन्टमै तिरिरहेछ। जति इन्कम आइरहेछ नि त्यसको 25%, त्यो इन्कम भनेको त जस्ट एउटा रेन्टबाट मात्र हो, त्यही हो कि। अब एज्युम फ्युचर लाइफ टु बी 50 इयर, अब जमिन यो बिल्डिङको लाइफ यदि 50 साल छ भने रेट अफ इन्ट्रेस्ट बी 8% एन्ड रिडम्सन अफ क्यापिटल इज 5%। यो रेट अफ इन्ट्रेस्ट भनेको र रेट अफ रिडम्सन अफ क्यापिटल पर्सेन्टेज दिएछ नि, यो हाम्रो खासमा आइपी र आइसी निकाल्न काम लाग्छ कि आउँछ न्युमेरिकलमा, त्यहाँबाट थाहा पाउँछु। अब लोन एन्ड हाइस इज 50-60% भ्यालु, जति हामी भ्यालुएसन गर्छौँ नि यो क्यालकुलेसन गरेर त्यसको 50 देखि 60% क्यालकुलेसन गर्छौँ, आउँछ नि, त्यो भनेको ब्याङ्कले दिने लोन हो कि। अब यसमा अब सबभन्दा पहिला के गर्नु पऱ्यो, भ्यालु अफ प्रोपर्टी होइन, त्यही निकाल्नु पर्ने हो। यसको फर्मुला के हुन्छ तपाईँको, सिम्पल, क्यापिटलाइज भ्यालु अफ बिल्डिङ, बिल्डिङको क्यापिटलाइज भ्यालु र भ्यालु अफ ल्यान्ड। अब क्यापिटलाइज भ्यालु कस्तो हुन्छ, जुन इन्कम दिन्छ नि क्यापिटल बिल्डिङले, त्यो खासमा हो क्या क्यापिटलाइज भ्यालु। अब क्यापिटलाइज भ्यालु अफ बिल्डिङमा सबभन्दा भ्यालु अफ ल्यान्ड पछि सबभन्दा पहिला निकालौँ क्यापिटलाइज भ्यालु अफ ल्यान्ड बिल्डिङ, त्यसपछि भ्यालु अफ ल्यान्ड निकालेर जोडिदिने कि। अब क्यापिटलाइज भ्यालु अफ बिल्डिङको फर्मुला के हुन्छ, नेट रेन्ट इन्टु इयर पर्चेसेस के। अब नेट रेन्ट भन्ने कुरा के हुन्छ, कस्तो चिज हो यो, यहाँ हाम्रो फर्मुला छ कि नेट भनेको नामै नेट भन्नाले ग्रोस माइनस एक्सपेन्सेस गरिदियो भने नेट आउँछ। अब नेट रेन्ट कति आइरहेको छ, ग्रोस रेन्ट हाम्रो कति हो, ग्रोस रेन्ट यहाँ क्वेसनमा कति दिएको थियो, 12,000 पर मन्थ आइरहेछ नि रेन्ट हाम्रो, भन्नाले एक सालमा कति हुन्छ, 12,000 इन्टु
ग्रस रेन्टमा 12,000 इन्टु 12 यानि 14,4,000 पर इयर आइरहेछ है। सबै इयरमा निकाल्ने हामी यो न्युमेरिकल गर्दा। अब यहाँ ग्रस रेन्ट निकाल्यो पर इयरमा। अब ग्रस रेन्टलाई यहाँ राख्छौँ र आउट गोइङ माइनस गरिदियो भने हाम्रो यहाँ नेट रेट आइहाल्छ होइन। नेट रेट आयो भने यहाँ इयर पर्चेजले मल्टिप्लाई गरिदियो भने क्यापिटलाइज भेल्यु आउँछ। अनि क्यापिटलाइज भेल्युलाई हामी यहाँ गएर राखिदियो भने भेल्यु अफ बिल राखिदियो भने हाम्रो भेल्यु अफ प्रपर्टी आउँछ। सिम्पल कुरा हो है, जस्ट यसलाई इलेबोरेट गर्दै जाने क्या स्टेप बाई स्टेप। अब सबभन्दा पहिला क्यापिटलाइज भेल्युको लागि यहाँ निकाल्यो नेट रेन्ट इन्टु इयर पर्चेजमा नेट रेन्ट निकाल्यो। नेट रेन्टलाई ग्रस रेन्ट माइनस आउट गोइङ गर्यो। अब फेरि अब ग्रस रेन्टको लागि यहाँबाट निकाल्यो, बाँकी के आउट गोइङ। आउट गोइङ भनेको खर्च हो नि। अब खर्च हाम्रो क्वेसनमा दिएको थियो यो जति छ नि, यहाँ इन्सुरेन्स प्रिमियम आर्य 6,000 पर एनमदेखि लिएर यहाँसम्म छ नि, के भन्छ यहाँ ट्याक्सेससम्म, यो सब हाम्रो खर्च हो कि। अब यही खर्चहरू इन्सुरेन्स 6,000 छ सबभन्दा पहिला, एउटा इन्सुरेन्स प्रिमियम 6,000 सबै इयरमा निकालिदिने। त्यस्तो अरू के छ, 8% इन्सुरेन्स छ, त्यो चाहिँ 8% अफ ग्रस रेन्ट म्यानेजमेन्ट। अब जति रेन्ट आइरहेको छ नि ग्रस सालको, त्यो 8% तिर्नुपर्छ, किनभने इयरमा निकाल्नु पऱ्यो। इयरको लागि हाम्रो ग्रस रेन्ट त्यहाँ निकालिसकेको छौँ पर इयरमा। यसको 8% गरिदियो भने कति आइरहेछ, 11,520 भइरहेछ है। त्यस्तै अब अरू के खर्च छ, कलेक्सन चार्ज 5% लागिरहेछ, पनि ग्रस रेन्टकै है। म्यानेजमेन्ट प्लस कलेक्सन 5% है, 5% अफ ग्रस रेन्ट, यसको कति भयो 7,200। त्यस्तै अरू खर्च के छ, अर्को अब ट्याक्स लागिरहेछ 25% अफ ग्रस रेन्टै हो है। अब ट्याक्स भनेको 25% अफ ग्रस रेन्ट कति छ हाम्रो 1,14,144,000 यानि यहाँ चाहिँ 36,000 आयो यो ट्याक्स। अब सबैलाई सम गरिदिने, यो प्लस 7,200 प्लस 36,000 गऱ्यो भने 60,720 आयो भने टोटल खर्च भयो क्या आउट गोइङ। अब यो आउट गोइङ यहाँ माइनस गरिदियो भने, यसमा गएर राखिदियो भने हाम्रो यो टोटल आउँछ नि क्यापिटल सरी नेट रेन्ट त आइहाल्छ, ग्रस रेन्ट यहाँ छ, आउट गोइङ यहाँबाट सरी आउट गोइङ यहाँ छ। अब यो 1,14,144,000 माइनस 60,720 गरिदियो भने हाम्रो नेट रेन्ट आउँछ होइन। अब नेट रेन्ट आइसकेपछि यहाँ नेट रेन्ट राख्छौँ। अब इयर पर्चेज निकाल्नु पऱ्यो। अब इयर पर्चेज निकाल्न के गर्छौँ हामी, नेट रेन्ट यहाँ आइसक्यो होइन, यो माइनस 83280 आयो। त्यस्तै अब इयर पर्चेज निकाल्नलाई हामी, किनभने यहाँ इयर पर्चेज छ नि, यो निकाल्नलाई हामी के गर्छौँ, फर्मुला छ हाम्रो सिम्पल, वाइपी भनेको इयर पर्चेज इज इक्वल टु 1/आइपी प्लस आइसी हो कि। अब यो आइपी र आइसीको लागि दिमाग घुमाइराख्नु पर्दैन कि। आइपी भनेको जस्ट कुन के चिज हो, यहाँ जुन हाम्रो क्वेसनमा थियो नि रेट अफ इन्ट्रेस्ट दिन्छ नि क्वेसनमा, त्यो भनेको आइपी हो कि, यो क्वेसनमा दिने चिज हो। क्वेसनमा हुन्छ रेट अफ इन्ट्रेस्ट जहाँ कुरा आइरहेछ, त्यो भनेको 8% भनेको 0.08 हुन्छ होइन। यहाँ हाम्रो 8% भयो, सिधा राखिदिने 0.08 यहाँ राख्ने बेलामा 8% चाहिँ त्योमा डेसिमलमा लगेर। त्यस्तै अब बाँकी के हो आइसी, आइसीको लागि फर्मुला छ I/1 प्लस आईको पावर n-1। आई र एन के छ भन्दाखेरि, आई भनेको तपाईँको रिडम्सन अफ क्यापिटल हुन्छ कि, हामी आइसी भनेको क्यापिटलको कुरा आइरहेको छ भने रिडम्सन अफ क्यापिटल जुन रेट दिन्छ नि क्वेसनमा 5%, त्यो भनेको आईको ठाउँमा राख्ने। र एनको भनेको नम्बर अफ इयर, लाइफ टाइम अफ बिल्डिङको इयर कति हुन्छ, बिल्डिङको लाइफ टाइम त्यो हो खासमा। 50 इयर थियो नि हाम्रो क्वेसनमा, यहाँ हेर्नु एज्युम फ्युचर लाइफ अफ बिल्डिङ इज 50 इयर, उनीहरूले यो भनेको यानको भ्यालु। अब यहाँ भ्यालु पुट गरेपछि हाम्रो यहाँ क्वेसन आइसीको एन्सर आयो 0.0047 है। र आइपी आइसकेको छ। अब यसलाई आइपी इक्वल टु 0.08 राख्ने र आइसी इक्वल टु 0.0047 राखेपछि यो क्यालकुलेसन गरेर वाइपीको भ्यालु कति आउँछ हाम्रो 11.80 आयो, सिम्पल। त्यसपछि के गर्छौँ हामी, इयर पर्चेस पनि निकाल्यो, यहाँ हेर्नु त इयर पर्चेस पनि निकाल्यो, नेट रेन्ट पनि निकाल्यो होइन, नेट रेन्ट यहाँ छ। अब यो दुइटालाई भ्यालु गरेर यहाँ पुट गरिदियो भने हाम्रो क्यापिटलाइज भ्यालु आउँछ। अनि यहाँ क्यापिटलाइज भ्यालु कति आयो, यो इन्टु यो गऱ्यो, इयर पर्चेज इन्टु सरी नेट रेन्ट इन्टु इयर पर्चेज गऱ्यो, यहाँ हाम्रो 982,704 आयो है। यो आइसकेपछि अब लास्टमा के गर्छौँ हामी, क्यापिटलाइज निकालिसकेपछि यहाँ क्यापिटलाइज भ्यालु आइसक्यो। अब बिल्डिङ क्यापिटलाइज भ्यालु, त्यसो के छ अर्को कुरा, भ्यालु अफ ल्यान्ड हो फर्मुलामा। अब ल्यान्डको भ्यालु कति हो, यहाँ हेर्नुहोस् त, टोटल ल्यान्ड कति छ हाम्रो 1000 स्क्वायर मिटर छ नि, ल्यान्डको कुरा यहाँ आइरहेको छ हेर्नुहोस्। यो नहेर्नु होला, बिल्डिङको यो 1500 स्क्वायर मिटर भनेको बिल्डिङको दिएछ नि क्युबिक, यहाँ ल्यान्ड के छ, अन फ्री होल्ड ल्यान्ड मेजरिङ 1000 स्क्वायर मिटर। फ्री होल्ड ल्यान्ड टोटल होल्ड कति गरिरहेको छ त्यो प्रोपर्टीमा 1000 स्क्वायर मिटर। यसको रेट कति छ यहाँ हेर्नुहोस् त, इफ द रेट अफ ल्यान्ड इज द्याट एरिया इन द्याट एरिया इज 700 पर स्क्वायर मिटर छ। सो यहाँ हामी के गर्छौँ, टोटल भ्यालु अफ प्रोपर्टी भनेको 1000 इन्टु 700 गऱ्यो, प्लस किन प्लस गऱ्यो, यहाँ फर्मुलामा के छ, क्यापिटलाइज भ्यालु प्लस भ्यालु अफ ल्यान्ड। अनि क्यापिटलाइज भ्यालु त हाम्रो यति आएछ होइन, यहाँ 982,704 प्लस 1000 इन्टु 700 होइन, भ्यालु अफ ल्यान्ड इक्वल टु 1682704 आइसक्यो है। त्यो गरिसकेपछि हामी अब यो भ्यालु भनेको हाम्रो टोटल भ्यालु अफ प्रोपर्टी भयो। अनि क्वेसनले के रिकमेन्ड गरेको थियो, लोन एडभाइस गर्ने बेलामा 50 देखि 60% एडभाइस गर्नु होला, किनभने क्वेसनले त्यही सोधेछ नि हामीलाई, कहाँ गयो वाट एमाउन्ट विल यु रिकमेन्ड फर एडभान्सिङ अ लोन भन्नाले यसको जति आउँछ नि भ्यालु प्रपर्टी त्यसको 50 देखि 60% लिएर राखिदिने हुन्छ लास्टमा।
द लोन टु बी गिभन इज 50 to 60% अफ कति गर्छौ यसको 16 यतिको हो। यसको कति हुन्छ 925487.2 55% लियो है। यदि क्वेसनमा बाई द चान्स दिएन भने यो लोन एडभाइस 50 देखि 60 हामीले आफैले पनि एजुम गरिदिने हो 50 देखि 60% जेनरली दिने गर्छ कि हाम्रो प्र्याक्टिकली। सो 50 देखि 60%मा 55% लिएर यति एन्सर आयो। यति गऱ्यो भने हाम्रो 8 देखि 6 मार्क आउँछ है स्योर। लास्ट इम्पोर्टेन्ट क्वेसन हो, त्यहाँ प्र्याक्टिस गर्नु होला। हस् त आजको लागि यतिकै, धन्यवाद।